घडीको मान्छे आक्रोशित जो आन्दोलन भयो त्यतिकै भएन मान्छेको पीडा सम्बन्धित निकायमा बुझाउने पछाडि उहाँको तर यो प्रक्रिया यो पैसाको स्रोत हेर्नु परेन प्रहरीले अनि यो प्रक्रिया झन् सही मान्छे पढाइ हजुरलाई जानकारी गर्नु होला म हजुरसँग भेटेको छैन तर म आज एसपी कार्यालयमा गएर देशलाई यहाँ सिडिओकाले म जस्तो मान्छे रोडमा आउनु भनेको बिना यहाँको प्रमुखलाई जानकारी गराएर प्रशासनको प्रमुखलाई जानकारी गराएर यसरी चाहिँ रोडमा म आफै हुँदैन है हामी त पहिला टेबल टक गर्ने मान्छे हो नि त टेबल टकबाट नसुने पछाडि नै यो अवस्था सिर्जना भयो टेबल टकबाट एसपी साहबको बारेमा मलाई थाहा छ आजै आउनुभयो यो उहाँसँग मैले फोनमा उहाँको आवाज पनि राम्ररी आइरहेको थिएन एकदम स्लो आइरहेको थियो मैले कुरा गरेँ तर एसपी साहबसँग पनि कुरा गरेको